नमस्कार, सबैलाई स्वागत छ हाम्रो र पज एन्ड प्ले युट्युब च्यानलमा। आज हामी भिडियो रियाक्ट गर्न गइरहेको छौँ, जो चाहिँ पर्वत बस्नेतजीले अपलोड गर्नुभएको छ, एनपिएल फनी मोमेन्ट्स 2025। र तपाईँसँग छु म, मेरो नाम अनिल, म मनोज, म साहिल। ल हामी अब लाग्छौँ भिडियोतर्फ। लेट्स गेट एनपिएल 2 हैन, एनपिएल फनी मोमेन्ट्स। आइपिएल फनी मोमेन्ट्स, आइपिएल पनि मोमेन्ट भयो आइपिएल भयो। एनपिएल छैन, फाइनल छ फेरि सिधै। एनपिएल फनी मोमेन्ट भयो। कुन वाला हो? पार्ट 2 हैन, यो त हो नि हैन। पार्ट 2 मैले हेरेँ हैन त्यसो भए यार। के हेरेँ? छैन। सुरु Hello and a very warm welcome back to the Power Premier League Season 2. Another 3-4-22 from yourself. You must be pretty happy with those figures. यो त बुझिहाल्छु। It was first half the tank strap ball out, hope it's fine. I have seen the tournament too when I had to make like that. Then getting out of me, I did a tick time. I have period when I actually signal metal got that. I have no senior player or junior new bowman. I have a senior that I the best captain or you like anyone. I have a pilot player or bigger jack or Vietnam, the Rambo player. भयो यार, जति जति सोधे अब त्यति बोले यार। सुधै ल्याङ्ग्वेज पनि बोल्दैन क्या मैले। सबैले बोलाउँछ भयो। अहिले कुशलले बोलाउँछ, कुशल भोटेल, अनि सोमपालले, करणले, अनि कुशल मल्ल कहिले काहीँ त्यसको धेरै सुन्दैन, ऱ्यापहरू बनाउँछ त्यसले। त्यसको दिइन क्या त्यो मेरो तुलसको के त्यसलाई दिइरहेको थियो क्या। हेर न हेर त्यही भएर त भन्दैछु हेर भनेर। यहाँ हेर न, हेर है, हेर न, बेस्ट ब्याङ्क प्लेयर अफ द म्याच भनेछ नि त हैन? के हेर्नु त यो त इन्ट्रेस्टिङ भएन। भइदिनु न क्या, मिलेन क्या। जानी गर्दा हो क्या, जानी गर्दा हो क्या। देला हो क्या खालि लाग्छ। आज के स्क्वाड आएको हो, आज स्क्वाड आएको हो, नेपाली हाम्रो टिमको स्क्वाड आएको हो। देखिरहेको थिएँ मैले। के कुशल छ कि यो छ कि मल्ल छ कि छैन? होला टिममा त भइहाल्छ। छ स्क्वाड आएको हो र के हो? छैन होला, नो आइडिया। छैन होला, आएको छैन होला अहिले। अलिक अन्तर हो त। त्यो त तर अब शेर मल्लको एडिसन आउन सक्छ। म्याच खेल्न आउनु अगाडि चाहिँ के सोच्नु भएको थियो? के गर्नुभएको थियो, के भन्नुभएको थियो? आज किन भन्छ आज मैले बिहान उठेर मैले त्यहाँ आज ब्रेकफास्ट पनि गरेन होइन होटलमा। अनि त्यसपछि चाहिँ हामी एउटा हामी रोहितको क्याफेमा चाहिँ म्याच हुन पहिला जान्थ्यौँ। क्याफेवाला कुरा गर्छ है। हामी जुन दिन त्यो क्याफेमा गएछौँ त्यो दिन म्याच हालेछौँ। गाडीको चाहिँ राम्रो एडभर्टाइज भयो। खुसी त अब लोकेबाट त्यसलाई लाग्दैन, चिप्प लागेको छ। पछिल्लो यो कुरो थाहा पायो भने यो कार्यक्रमले भने माइला आउँछु म त खुसी भएर हर्दानी सुतेको सिधा लाग्दैन नि चलाएको छ नि भने दन्त चौका चौका साहिल भाइलाई एक्सप्लेन गर्नुपर्ने होला यो कुरा फेरि। साहिल भाइले बुझेन, हाम्रो उहाँको भाषा हो क्या भाइ। यो भनेको बुझे सुदूरपश्चिमीको भाषा होइन कि भाइ। सुदूरपश्चिममा पनि धेरै ठाउँहरू छ के, त्यो एउटा मात्रै भाषा भन्ने हुँदैन के। अब सुदूरपश्चिममा पनि डोटी भन्ने छ, डोटीको अलग भाषा हुन्छ। बैतडी छ, बैतडीको अलग, ठाउँ ठाउँको जिल्लाको अलग भाषा छ क्या। अलग अलग कल्चरको मान्छेहरू, अलग अलग टाइपको मान्छेहरू भएर क्या, बुझेनौ? अलग अलग भाषा बोल्ने मान्छेहरू भएर। अनि यो चाहिँ एक्चुअली कहाँको भनेपछि बैतडीको भाषा। ए मेथलीसँग म्याच होइन, मेचसँग म्याच हो, राम्रोसँग हो, नेपाली नै हो।
युज हुने तर त्यो टोनले अनि कुनै कुनै वर्ड चेन्जेसहरूले गर्दा हो क्या छोडै छोडिन तयार हो क्या के भयो यहाँ चेयर हेर्नु न चेयर फेरि चेयर त्यहाँ घुमाइरहेको क्या बिहारको सरपञ्च जस्तो देखिया छ बा राम्रो एकदम मजा आयो दाइ दाइ नै हो कि दाइ भनेको दाइ नै हो नि दाइ चल्नु पर्यो है वर्ल्ड कपमा चल्नु पर्यो ल क्या हो तेरो क्रिकेट मन पर्छ मैले अरू आइपिएलमा त त्यो फ्लोरनाइटर जोडिएको छ भनेर चाहिँ कस्तो लाग्यो यस्ता मान्छेहरूलाई त होइन एनपिएल भनेको यस्ता मान्छेहरूलाई एनपिएल भनेको मेला जस्तो भएको छ क्या त्यही हो क्या यस्तो हो धेरै मान्छेहरू बुझ्नेहरू पनि गएको छन् उनीहरू त्यहाँ टिकटक बनाउन त्यही हो धेरै मान्छेहरू बुझेर पनि गएको छन् अनि धेरै मान्छेहरू कस्तो पनि गएको छन् कि सपोर्टर पनि हुन् तर बुझाएको छैनन् तिनीहरूलाई चाहिँ रमाइलो क्या रमाइलो फन त्यही टिकटक सिकटक बनाउनु पोजिटिभली पनि सोच्नुपर्छ एज अ सपोर्ट पनि जान सके हुन्छ नि त होइन सपोर्ट त अभियसली सपोर्टको लागि जाने हो तर के हो गेम बुझा हुन् तर गेम नबुझे पनि रमाइलो त्यो त्यो अनि भनेर जाने हुन् क्या त्यो चाहिँ हुने हो अब सपोर्टै नगर्ने चाहिँ होइन त्यस्तो चाहिँ होइन सुरु गर्नु के भन्छ हाम्रो उसको यिनीहरूले चाहिँ भिजकै लागि गरे होइन भाइ तिमी के भन्न चाहन्छौ तिमी विराटनगरको भएर चाहिँ विराटनगरको फ्यानले यस्तो गरेको देख्दा चाहिँ तिमी के भन्न चाहन्छौ अहिले के भन्नु पर्यो होइन विराटनगरको त फ्यान हुन्छ यार कम गरे अब विराटनगरको म अब कान थुन्न चाहन्छु है विराटनगरले फाइनलमा गएन नि साहिल भाइ बाहिर आइदिनु होइन त्यसको त्यसको फेरि ठ्याक्कै भोलिपल्टदेखि 2 दिन मैले मनोज दाइलाई देखिनँ है के भन्छ सुदूरपश्चिम हालेपछि त भाइ मैले त सुदूरपश्चिम हालेपछि म देखिनँ म 4 चोटि तिम्रै अगाडि त लगाएँ मैले कोइन्सिडेन्स तर यो बारेमा के छ भन्ने हो क्या के छ नि विराटनगरको के भन्ने संविधानमा कदम राखे धरती तर्कन्छ आकाशमा छक्कन्दा आकाश फर्कन्छ त्यो त अनि त्यो कौवाको मासु खाँदै नि के अरे कागको मासु खान्छ नि त्यो चस्मा लगाउने वालाको इङ्ग्लिस भर्सन वाला भएन यो कौवा बिरयानी वाला ओके नेपाली भर्सन सेतिर कालीको टुङ्गा खरानीमा तैरी एउटाको मेउ बहादुर क्रिकेटको ओके पश्चिमको फ्यान रहेछ नि त मैले भाइ कानलाई दिने यार
म जस्तो देखे पनि म होइन त्यो गुल्लु 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 हो नि त अनि अभी बताता है मैं भट्काएर टाउकोमा सुम्पाल ओइ तेरे ने गेम दिखे अरू साउथको चाहिँ हिमाल लाग्छ नि हेर्नु न गाना सोइसो ब्याक न उयो देखाउँछु हेर्नु आया चिप्पो भएगा यदि लागे पनि लाग्छ क्या तर छोड्छ आउटपुट चाहिँ क्या यसमा होइन तर क्रिजबाट बाहिर निस्केको भएर यो बलमा यो बल नो बल हो नि त होइन क्रिजबाट बाहिर निस्केको भएर नो बल दिँदैन नि त किनकि क्रिजबाट बाहिर निस्केपछि हाइटको मानिँदैन नि त क्रिजमै हुनुपर्छ नि त हाइटको मानिनको लागि अनि क्रिजबाट बाहिर निस्केर हान्छ नि त अनि हाइटले गर्दाखेरि नो बल हुने हो नि त माथि गएर नि त हुने हो नि त नो बल हुँदैन वाइडबाट दिइदिन्छ अनि बाहिर आएर हान्छ क्या नहानेको भए चाहिँ नो बल नै हुन्थ्यो एउटा भाग अर्को भागसँग भाइ याक भन्ने हो यो कर्णाली याकको क्या यो त पब्जीमा यति हुन्थ्यो नि सेम होइन यस्तो त हुँदैन तर अलिक यति मान्छे जस्तो हुन्छ यसको मुख अलिकति जनावर जस्तो भयो हेर न त यहाँ एसआरके अनि बट्टा कहाँ एसआरके कहाँबाट हो यो सुदूरपश्चिमको ए ओपी है ऐसे ओपी दे क्या के चुला चाटी गर्छ नि ए काभ्रे सब्जी नाम हेर्नु न सिंह राजा नाम अलग अलग छ कि भाइ हेर्नु न मिस्टर गैडा विराटनगरको चाहिँ फुलबेली के छ के विराटनगरको मासको त्यो के त? के हो त्यसको नाम फुलबेली के भनेर छ कि भाइ मैले नाम राम्रोसँग देखेन नाम देखाउँछु होला जनावर चाहिँ के हो त्यो भन्न खोजेँ के भन्ने विराटनगर के हो विराटनगर किङ्स किङ्समा यस्तो किन छ त भाइ गोर म्यानेजमेन्ट ओ त्यो गोर म्यानेजमेन्ट हो ए ला फ्यामिली भनिसक्यो किङ्स भनेको जनावरको माथि राजाको ताज निकालेको छ दाइ अर्थित भएन नि त्यहाँ हेर न भाइ अनि रोनाल्डो फ्यान नभएर नाइबे बुझ्नु नि हेरेछु होइन मुजीहरू रिभिल गरिदिनु हो क्या तर रिभ्यू गरेको त खुब बाहिर हुन्थ्यो मान्छे है नोरा फतै मुस्ताङ लगाएर छ नि उयो लजब हामीले सोचे देखियो भाइ पर्सपेक्टिभ देख्यो भाइ मान्छेको थिङ्किङले कति इफेक्ट पर्छ हेर न एउटै देखिने कुरा आँखाले देखेको कुरा सधैँ चाहिँ राइट हुन्न तिमीले सोचे जस्तो हुन्न भन्ने कुरा प्रुभ गर्छ के कुराले बुझ्यौ हो कि नभन्दा गलत सोच्ने मान्छेले त जे पनि सोच्न सक्छ नि त होइन अब पहिले इन्स्टिङमा चाहिँ यो गलती देखिरहेको छ देखिरहेको छैन भाइ थाहा भइरहेको छ क्या पुच्छ मिलिरहेको छ भनेर क्या तर नजर गलत नजर गलत सरी त्यहाँ डान्सर यो त मेरो चाहिँ मैले पनि गर्न चाहिँ गऱ्यो है गर्यो नेपाली क्रिकेटको लागि गर्यो अहिले पनि यो त मैले पढेँ होइन के न जे गयो भने सबै हाल्छ नि हेर न भाइ त्यसको यो बनाउनु
फ्यान दिन्छु अति हो यार म्यान युनाइटेड त्यो दिन म्यानले घुस खेला ए यो वाला सक्छ त नि तर मलाई हाम्रो सुदूरपश्चिममा मलाई चाहिँ स्वागी लाग्छ कि यो अविनाश चाहिँ कि अरू भन्दाखेरि Place about its first second round. त्यो बोलिरहेको हेरिरहेको जस्तो लाग्थ्यो फुटबल बल मुझको जाना पड़ेगा मुझको जाना पड़ेगा मुझको जाना Welcome to the house. Put that on there, my friend. Oh, it fits like a glove. What else is back? Your favorite tune? It's time for गीत गाएको सुन न अनि टोपी लगाउन चाहिँ कसैले पनि छोडेन छोडेन यसले पनि कस्तो सुट पनि गरेको क्या हाम्रो एन्टोलाई चाहिँ उसले सुट पनि व्यक्तिगत सपोर्ट चाहिँ गर्नु यही बच्चरी गरेर क्लियरको हालत हेर ओए दिप्पे आउँछ क्याप हो नि त क्याप हाम्रो क्याप हो नि त ल गाइस आज हामीले यो पर्वत बस्नेतजीले हाल्नुभएको यो पनि रियाक्ट गऱ्यौँ दामी छ यो चाहिँ मिम्सहरू अब दामी त हुने भइहाल्यो मिम्सहरू आफ्नो प्लेयरहरूको भएपछि होइन एपिक मुभमेन्टहरू अब हेरेको थिएन हजुरलाई नि हेर्न मन छ भने चाहिँ हामी ओरिजिनल भिडियोको लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छौँ चेकआउट गर्नु होला अनि पर्वतजीलाई पनि बिग साउट आउट हामीलाई यो भिडियो चाहिँ अपलोड गरेर रियाक्ट गर्नलाई राखिदिनु भएकोमा होइन मेन साउट आउट पारस खड्का अनि त्यसपछि अब एनपिएलमा आउनु पर्दाखेरि चाहिँ कङ्ग्रेचुलेसन क्यानलाई होइन राम्रो एनपिएल सक्सेसफुल्ली चाहिँ सफलतापूर्वक सम्पन्न भयो अनि नाइस वर्क पारस खड्का एन्ड टिम होइन अनि गाइस यही नै हो अब T20 को पनि एकदम अग्रिम शुभकामना टिमलाई अब को पर्छ टिममा हेरौँ अब के हुने हो होइन टुर छ कि अब यही अब एनपिएलको हिसाबमा सिलेक्ट हुने हो कि अब कतिजना एनपिएलबाट जाला प्लेयरहरू होइन अब त्यही त सिरिजहरू हुन्छ यो टाइम छ नि त वर्ल्ड कपको लागि फेभरेट नहुने अन्त म्याचहरू त छ नि त 1-2 महिना 1-2 महिनाको बिचमा यो अरू टिमहरूसँग चाहिँ ट्राई सिरिजहरू अब प्र्याक्टिस म्याचहरू होला फ्रेन्डसिप म्याचहरू होला हुन्छ अनि त्यसपछि त्यही पर्फर्मेन्सको हिसाबमा स्क्वाडको भन्छ जो स्क्वाड भए पनि अब केटाले राम्रो गर्नु ओभरअल आफ्नो बेस्ट दिन्छ नि त देउन पनि होइन रिजल्ट नै राम्रो आओस् अनि सोचेको भन्दा अझै त्यही हो आशा गर्छ दुईटै छ टिममाथि छ त्यही हो
र लास्टमा हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला अनि यस्तै भिडियोहरूको लागि त्यही हो नोटिफिकेसन आइकनमा नोटिफिकेसन टङ्ग घन्टी बजाउनु होला अनि लाइक कमेन्ट केही छ भनेपछि उ गर्नु होला नयाँ नयाँ सुरु गरेर हामीले अब केही कमी कमजोरी छ भनेपछि सजेस्ट अनि हाम्रो स्किम चाहिँ हैन अरु कुनै भिडियोको लागि रियाक्ट गर्नु कुन भिडियो रियाक्ट गर्नुपर्ने छ भने कमेन्ट गर्नु होला अब त्यही हो अनि हाम्रो स्किम चाहिँ एउटाले 3 जनालाई फरवर्ड गर्नु होला कृपया एउटाले 3 जनालाई फरवर्ड गर्नु होला र त्यो 3 जनालाई फेरि 3 जनालाई सब्स्क्राइब गर्नु भन्नु होला अनि त्यो फेरि 3 जनालाई फेरि 3 जनालाई सब्स्क्राइब गर्नु भन्नु होला त्यसरी चाहिँ हामी सब्स्क्राइबर यति भन्दै हामी यो भिडियोलाई यही टुङ्गाउन चाहन्छौँ हस्त थ्यांक यू सो नमस्कार मच थ्यांक धन्यवाद यू सो मच